Hi guys, welcome back to another video. मैले तितौरा खाँदैछु आजको भिडियो केही स्पेशल त छैन. I just wanted to show you the products that I got from Delhi. If you've watched my recent video, which was a vlog, हामी चाहिँ recently ट्रिपमा गएको थियौँ. Actually Delhi गएको चाहिँ वर्कसप थियो, मेकअपको वर्कसप. त्यो अटेन्ड गर्यौँ. त्यसपछि चाहिँ we planned a short trip to Manali. So त्यहाँ सबै घुमेर I've also bought few things. आज चाहिँ मलाई एकदम नोस्टाल्जिक फिल भइरहेछ किन भन्दा I used to do a lot of haul videos. I used to spend a lot of money, buy different things, हैन. क्लोथ्स पनि विन्टर आउने बित्तिकै विन्टर हल बनाएको छ, समर हल बनाएको छ, मेकअपको हल बनाएको छ, हैन. आज चाहिँ इट्स बिन सच अ लङ टाइम मलाई आज हल भिडियो गर्नु मन लागिरहेको थियो. फ्यु थिङ्सहरू छ मैले लिएर आएको अनि आई हेभ अल्सो सिन अ लट अफ क्वेसन्स कि नेपालभन्दा दिल्लीमा हाई एन्ड प्रडक्ट्सहरू सप गर्नुको लागि कतिको अफोर्डेबल छ भनेर सेयर गर्नु भन्नुभएको थियो. मैले चाहिँ आज फेसमा केही नि गरेको छैन. इट्स बिन विक भन्दा पनि हामी 9 दिनको दिनमा चाहिँ घरमै आएको थियौँ. सो एभ्री डेको मेकअप पल्युसनले गर्दा यु क्यान सी मेरो सबै यो ब्ल्याक हेड्स एन्ड बम्सहरू भएको छ. सो आइम जस्ट गिभिङ सम ब्रेक मेरो स्किनलाई फ्रम मेकअप अनि अ लट अफ प्रडक्ट्सहरू. सो लेट्स टक अबाउट माई फर्स्ट डाइसन र यसको स्टोरी के हो भन्दा आइम नट समन हु लाइक्स टु स्पेन्ड लट अफ मनी र कुनै प्रडक्टमा. टेक्निकली एक्चुली टु भेरी अनेस्ट मलाई मन त पर्छ तर नट लाइक नचाहिने कुराहरूमा चाहिँ होइन. सो डाइसन चाहिँ मेरो विस लिस्टमा भएको त धेरै नै भयो होइन. तर लाइक इट्स अ बिग अमाउन्ट इन्भेस्ट गर्न कमिट गर्न चाहिँ मलाई डर लागिरहेको थियो. इट वाज जस्ट अन माई विस लिस्ट. अनि मैले नेपालमै पनि हेरेको थिएँ फ्यु स्टोरमा, जिबीमा पनि पाउँछ होइन. अनि आई अल्सो ट्राइड टु अर्डर विथ माई फ्रेन्ड्स तर उहाँहरू आउँदाखेरि चाहिँ यो एकदमै हेभी हुन्छ कि. सो लिएर आउन एकदमै पोसिबल भएन. अनि प्रि अर्डर गर्न खोजेँ. प्रि अर्डर गर्दाखेरि लाइक एक्चुअल प्राइस भन्दा 10,000 to 15,000 जहिले पनि एक्सपेन्सिभ नै हुन्थ्यो, इभन मोर देन द्याट. अनि किन भन्दा अब ट्याक्स एन्ड अल अब उहाँहरूको प्रफिटहरू पनि हेर्नु पऱ्यो. सो त्यसले गर्दा चाहिँ म कमिट गर्न सकि नै रहेको थिएन. देन अचानक हाम्रो इन्डिया जाने प्लान भयो अनि इन्डियामा चाहिँ अब डिस्काउन्ट्सहरू भइरहेको हुन्छ होइन. सो आई जस्ट प्लानिङ गोइङ थ्रु सम वेबसाइट्स होइन. आई स द्याट डाइसनमा चाहिँ 7,000 हो कि 8,000 जस्तो आइसी डिस्काउन्ट प्राइसमा रहेछ. एक्चुअल प्राइस डाइसनको इन्डियामा चाहिँ 50,000, 49,000 something, so which is almost like 80,000 Nepali rupees, but I got this in 68,000 rupees. So alikati discount चाहिँ भयो. Still 68 is also a big amount. तर this was on my wish list for a very long time, guys. And I also wanted to upgrade मेरो hair tools for my studio as well. अनि भन्सारको कुराहरू पनि थियो. एक्चुअली चाहिँ यो अब मैले उतै नै किनेँ अनि उतै नै युज गरेँ. सो युज गरेको सामान त लिएर आउने जाने गर्न पाउँछ नि त. स्ट्रेटनर्सहरू, कर्लर्सहरू, मेकअपको आइटम्सहरू पनि लिएर जाने आउने गर्नु मिल्छ. बट तपाईँले गएर नयाँ प्रडक्ट गएर किनेर अनि विथ प्याकेजिङसँगै लिएर आउने खोज्नुभयो भने चाहिँ भन्सार लाग्छ. नेपालमा चाहिँ 80 हो कि 85,000 जस्तो अराउन्ड एप्रोक्सिमेटली त्यति नै पर्छ. र मैले चाहिँ उतै गएर किनेँ, उतै युज गरेँ. अनि यति हेभी छ, 3.5 समथिङ किलो छ यो. अनि ट्रिपभरि मैले यसलाई लिएर हिँडेको, लतार्दै लिएर हिँडेको. इट वाज सो हेभी. एनिवेज स्टिल लर्निङ, आइएम स्टिल लर्निङ. किनभने यसमा चाहिँ काम गर्न एकदमै टेक्निकहरू सिक्न एकदमै जरुरी छ. जस्ट आज मैले ऱ्यान्डमली फर्स्ट ट्राई गरेको ब्लो आउट गर्छु भनेर त्यस्तो खासै राम्रो टर्न आउट त भएन. बट स्टिल म सिकेर आई लेट यु गाइज नो वर्थ इट छ कि छैन पर्सनल युजको लागि हो भने. सो या दिस इज द फर्स्ट थिङ द्याट आई बट फ्रम माई इन्डियाको ट्रिप. अनि वी रिसिभ्ड सम गिफ्ट. यो ब्याग पनि हामीले त्यही गिफ्ट पाएको थियौँ. अनि आई हेभ सम स्टफ्स. लरियलको क्लास भएको थियो. सो लरियलले चाहिँ एउटा गिफ्ट ह्याम्पर दिनुभएको थियो. दिस इज द सनस्क्रिन, दिस इज द लिपस्टिक, अनदर लिपस्टिक, त्यसपछि सम स्याम्पल साइज सनस्क्रिन्स एन्ड सम नाइट क्रिम फ्रम लिनेज. यो पनि फ्री गिफ्टमा नै थियो. एन्ड अल्सो फ्यु फ्रम सेटाफिल, यो पनि फ्री गिफ्ट थियो. सम गुड गर्ल स्याम्पल पर्फ्युम्स. यो सबै नै हामीले फ्री स्याम्पल्सहरू पाएको थियो नाइकाल्यान्डमा. विन्टर आइरहेछ अनि आई निड अ गुड लिप बाम. सो लिनेजको लिप बाम हेज अलवेज बिन माई फेभरेट. मेरो सकिरहेको थियो. सो मैले दुईवटा लिएँ. एउटा फर माई हस्बेन्ड द ट्युब वान, अनि मलाई चाहिँ सानोले पुग्दैन. सो मैले ठुलो नै लिइहालेँ. नेपालमा पनि पाउँछ कोरियन ब्युटी पोइन्टमा, तर
आई थिंक 500 नेपाली रुपिस जस्तो चाहिँ फरक थियो प्राइस इन्डियामा सस्तो थियो सो आई गट द्याट वान एज आई सेड मैले पहिला चाहिँ एकदम धेरै सामानहरू किन्थेँ जे मन पऱ्यो त्यो नि किन्थेँ अनि लगाउने बेलामा चाहिँ र राम्रो प्रपर सामानहरू हुँदैन थियो कि सो त्यो बानीलाई चाहिँ छुट्याएर बरु मैले चाहिँ 4वटा आइटम किन्ने सट्टामा एउटा आइटम किन्छु बट अलिकति राम्रो क्वालिटीको किन्छु भनेर आई डिसाइडेड द्याट मैले सबै म्याक्सिमम मेरो क्लोजेटको सामानहरू सबै मैले थ्रिफ्ट नै गरेर सकाइसकेँ एन्ड अनदर थिङ द्याट आई बट वाज दिस बर्कनस्टकको स्लिपर यो पनि मेरो आँखा चाहिँ थुप्रै टाइमदेखि नै थियो आइभ अल्सो वान्टेड टु प्री अर्डर इट किन भन्दा द रिजन वाइ आई वान्टेड टु गेट वान अफ दिज वाज आइएम अलवेज अन माई फिट मेरो काम पनि त्यस्तै छ जहिले पनि आइएम लाइक मेजोरिटी अफ द टाइम म खुट्टामै हुन्छु अनि काम पनि सिजनको बेलामा यस्तै बढी हुन्छ उभिएरै गर्नुपर्ने हुन्छ अनि मेरो माई फिट अलवेज हर्ट्स सो दिस इज द इन्भेस्टमेन्ट द्याट आई डिड फर माई फिट यो चाहिँ बनेकै तपाईँको फुटको अकर्डिङली हुन्छ इट्स लाइक अ मेडिकल स्लिपर तपाईँलाई थाहा छ भने आई अर्डर वान फ्रम माई मम किन भन्दा उहाँको पनि खुट्टा एकदमै दुख्छ यो चाहिँ के हुन्छ भन्दा तपाईँको फुटको अकर्डिङली नै डिजाइन बनेको हुन्छ सो इट्स भेरी कम्फर्टेबल फर यु फिट्स आई गट इन द साइज 39 मेरो 39 हो कलर ब्राउन आई अल्सो पोस्टेड अ स्टोरी अन माई इन्स्टाग्राम ब्ल्याक र ब्राउनमा कन्फ्युजन थियो बट आई लाइक ब्राउन दिज डेज एज यु क्यान सी माई टप इज अल्सो ब्राउन सो दिस इज द बर्कनस्टक स्लिपर्स द्याट आई गट नेक्स्ट वाज दिस मिड राइज जिन्स इट्स फ्रम लिभाइज मलाई चाहिँ एउटा राम्रो जिन्स चाहिरहेको थियो आइएम सर्ट म 5'3" मात्रै छु अनि हाई वेस्टेड धेरै लगाउनु मन लाग्दैन मलाई बिकज इट मेक्स मी लुक सर्ट र मेरो टर्सो धेरै लामो छैन सो मलाई चाहिँ एकदम राम्रो मिड राइज जिन्स चाहिरहेको थियो अनि आइभ बिन टु डिफ्रेन्ट स्टोर्स इन बुटवल लगाएर नै हेर्छु भनेर किन भन्दा अनलाइन सपिङ यु नो राम्रो पाएन सो लिभाइजमा ठ्याक्क मिड राइज चाहिँ राम्रो रहेछ आई पुट द भिडियो अर फोटो हियर एकदम मजाले फिटेड छ द लेन्थ इज क्वाइट लङ म यसलाई चाहिँ अलिकति अल्टर चाहिँ गर्छु होला इट्स वाइड लेग यसको नाम नै छ शेपिङ वाइड लेग प्यान्ट्स देयर आर फ्यु थिङ्स द्याट आई बट फ्रम डिक्याथलन फर मी एन्ड माई हस्बेन्ड डिक्याथलन चाहिँ कस्तो स्टोर हो भन्दा स्पोर्ट्स वेयर जस्तै हो तर त्यहाँ चाहिँ कपडाहरू एकदम लो रेन्जदेखि हाई रेन्जसम्म हुन्छ अनि आफ्टर आई गट म्यारिड एक्चुअली माई हस्बेन्ड इन्ट्रोड्युस्ड मी टु डिक्याथलन उहाँ चाहिँ पहिले बेङ्गलोर बस्दा बेलादेखि नै युज टु वेयर द्याट अनि कस्तो न्यानो हुन्छ कि त्यहाँको कपडाहरू इभन द चिपेस्ट वान होइन अफोर्डेबल वानहरू पनि कस्तो न्यानो इभन एउटा मनाली जाँदाखेरि पनि मैले एउटा मेरो थर्मल थियो त्यो लिएर गएको थिएँ अनि इट वाज कति न्यानो हुन्छ कि सो we bought few things from Decathlon मैले लिएर मेरो लागि मेरो चाहिँ म देखाउँछु यो चाहिँ this is the thermal that I got color cute size medium lavender भित्र पनि एकदमै सफ्ट छ फ्याब्रिक चाहिँ एकदमै सफ्ट छ यस्तो न्यानो हुन्छ यो अनि अर्को चाहिँ मैले ब्ल्याक थर्मल सेट लिएँ अगेन त सेम हो तर इन कलर ब्ल्याक मलाई मेरो फादर इन लले लास्ट इयर पठाइदिनु भएको थियो एउटा ज्याकेट द पफर ज्याकेट द्याट नट द पफर द्याट लुक्स लाइक यस्तो पफर होइन कुनै पफर ज्याकेट आई स्वेयर हेर्दा मात्रै ठुलो हुन्छ न्यानो नै हुँदैन कि तर दिस ज्याकेट आई टेल यु दिस होइन यु क्यान सी एकदमै पातलो छ अनि धेरै यस्तो मोटो पनि देख्दैन कि लगाउँदाखेरि तर दिस ज्याकेट अलोन यो अनि भित्रबाट यो थर्मल भयो भने केही नै लगाउनु पर्दैन हेभी धेरै बाक्लो न बाक्लो केही लगाउनु पर्दैन त्यस्तो न्यानो हुन्छ कि यसको आई बट 2 प्यान्ट्स वान फर मी एन्ड वान फर माई हस्बेन्ड अनि यहाँबाट जिप खोलेर यसलाई सर्ट्स बनाउनु पनि मिल्छ जिउ अनि अर्को चाहिँ मलाई आफ्नो लागि लिएको दिस इज द प्यान्ट राम्रो छ अलि दिज आर फर माई हस्बेन्ड यो मैले दुइटा लिएर आइदिएको थिएँ दिज आर 999 highly recommended lot if you ask me about the muffler मैले भिडियो पोस्ट गरेको थिएँ मेरो मनालीको पोस्टमा यो चाहिँ पिङ्क कलरको के स्कार्फ भन्छ कि यसलाई आई फरगट द नेम यो चाहिँ मैले H&Mबाट लिएको थिएँ यो मेरो क्याप सबै मुल्सहरू सबै मैले चाहिँ H&Mमा सेटमा थियो
सो मेरो बेबी पिङ्क कलरको थिम गर्छु सोचिरहेको थिएँ स्नोमा. सो दिल्लीको सपिङ चाहिँ मेरो त्यति नै हो. त्यसपछि वी वेन्ट टु मनाली. अनि मनालीमा त्यस्तो खासै केही त किनेन. मलाई चाहिँ एउटा सक्स एकदमै क्युट लाग्यो, भित्रबाट एकदम न्यानो छ. सो मेरो खुट्टा जाडोमा एकदम चिसो भइरहेको छ. सो just bought one for myself. यो हाउस होल्डमा चाहिँ सक्स जहिले नै हराउँछ. सो आई गट सम पेयर अफ वाइट सक्स. चिकन कढाई एकदमै क्युट लाग्यो कलर एज वेल. कुर्ता चाहिँ त्यो लङ छैन, धेरै सर्ट नै छ. आई गट इट फ्रम मनाली. 500 रुपिज. यो यसलाई नेपाली होइन, आइसी 500 रुपिज. एन्ड अनदर वान इज दिस वान, मरुन वान. Again, यसलाई पनि मैले 500 rupees नै राखेँ. So these are the things that I bought from Delhi. Thank you so much for watching. Bye.